यति धेरै दुश्मनहरूको अगाडि बसेर पनि सुकुमायाले आफूलाई केही कुरा लुकाएर बोल्नुपर्छ भन्ने कुरा थाहा नहुँदाखेरि आज भूपेन्द्रकी भाउजू अर्थात् स्त्रियाले पनि सुकुमायाका सारा कुरा सुनी, तर सबै कुरा बुझी या बुझिन त्यो त ठाउँमा छ। तर उनीहरूले बोलेका कुराहरू अर्थात् सुकुमायाले बोलेका कुराहरू सबै सुन्दै गर्दा उसलाई शङ्का भने लागिसकेको छ। सधैँ भुन्टीको मलिम स्वर र अलग आवाजमा कुरा गरेको सुन्नेहरूले आज एक्कासी सुकुमायाको आवाजमा कुरा सुन्दाखेरि उनीहरू छक्क भने परेका छन् र सुकुमाया पनि नर्भस भए जस्तो भने भएकी छिन्। तर अझै पनि उसलाई फसाउन निकै ठुला ठुला षड्यन्त्रहरू रच्दै छन् र उता भूपेन्द्र पनि जेलमा आँखाभरि आँसु बनाएर रोइरहेका छन्। जसरी हुन्छ त्यो जेलबाट चाँडोभन्दा चाँडो मलाई निस्किने वातावरण मिलाइदिनुहोस् आमा भन्दै आफ्नै आमालाई भनिरहेका छन्। तर यता आमाले भने अर्कै केटासँग सुकुमाया अर्थात् भुन्टीलाई सुताएर फोटो खिच्ने भिडियो बनाउने जस्ता कुराहरू गरिरहेकी छिन्। सुकुमायाले पकाएर राखेको खानामा बेहोसीको औषधि मिसाएर बाहिरबाट केटा बोलाएर एउटै ओछ्यानमा सुत्न लगाएर भिडियो र फोटो खिचेर अदालतमा बुझाइसकेपछि अब भूपेन्द्रले सहजै न्याय पाउँछन् भन्ने उनीहरूलाई लागिरहेको छ। तर यहाँ भने उनीहरूले चालेको कदम कतिसम्म सफल हुने हो त्यो थाहा छैन। तर सुकुमाया त्यति लाटी र सोची पनि थिएनन्, तर छैनन् पनि। तर हुँदा निकै पटक आफूले गरेको गल्तीहरू लुकाउनलाई निकै अप्ठ्यारो स्थितिमा सुकुमाया पुगिसकेकी छिन्। अब उता भुवनले त यथार्थ कुरा सुने या सुनेनन् त्यो पत्ता भएन, तर उसले केही सुनेको छैन भनेर भने। तर यता श्रियाले भने सबै कुरा सुनिसकेर मात्र सुकुमायालाई उठाउन अर्थात् ओए भन्दै भित्र छिरेकी हुन्। त्यतिखेर होस हवास उडेको थियो सुकुमायाको। र उता भूमिका भने आफ्नै घरमा लेबरको काम गरिरहेकी छे। जुन घरमा लेबरको काम गरिरहेकी छे त्यही घरमा आफ्नै पूर्व प्रेमी ठेकदार बनेर आइपुगेपछि भूमिकाको के हालत भएको छ भन्ने कुरा देखिहाल्नु भयो होला। अब त्यो मान्छेले यथार्थ कुरा खोलिदियो भने भूमिकाको त्यो ठाउँमा जिउने आधार हुँदैन। कतै त्यही ठेकदारसँग पछि भाग्ने त होइन भूमिका। भागी भने पनि ती भूमिकाको श्रीमानलाई केही फरक पर्नेवाला पनि छैन, किनकि भूमिकालाई त्यति धेरै माया गरे जस्तो पनि गर्दैनन्। किन उसका हरेक गल्तीहरूलाई कोट्याउँदै ऊमाथि टर्चर दिइरहेका छन् ती सारा परिवारले नै। तर विगतमा भुन्टीमाथि घटेका घटना र उनीहरूले गरेका विभिन्न खालका कुराहरू देख्दा त यो त सामान्य हो। तर पनि भूमिकालाई त्यहाँ बस्न र काम गर्न भने निकै असहज भइरहेको छ। के अब सुकुमायाले चालेका सारा कदमहरू असफल हुन्छन् होला त? सुकुमायाको सारा कुरा सुनेर भित्र छिरेकी श्रियाले सुकुमायालाई कस्तो खालको प्रश्न गर्छे होला त?